रविले सरकारलाई दिएको समर्थन फिर्ता लिने। नमस्कार, न्यूज अफ नेपालको एक्सक्लुसिभ रिपोर्टमा यहाँहरूलाई स्वागत छ। दर्शकबिनहरू, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। शुक्रबार बस्ने केन्द्रीय कार्य समिति र संसदीय दलको संयुक्त बैठकमा नै राजसभाले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको उच्च अनुरोधको दाबी छ। यो बीचमा सभापति रवि लामिछानेले मुख्य दलका शीर्ष नेताहरूसँग बेग्ला बेग्लै भेटवार्ता गरिसकेका छन्। प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी हुन आग्रह गरेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले भने एमाले राजसभा सहितको नयाँ गठबन्धनको खाका प्रस्तुत गरेको चर्चा छ। पार्टीभित्र अधिकांश सांसदहरू अहिले सरकारमा जानुभन्दा प्रतिपक्षमै बस्नुपर्ने पक्षमा छन्। तर सभापति लामिछाने भने डेलिभरी दिन सक्ने मन्त्रालयको नेतृत्व पाई सरकारमा सहभागी भएर जनताको पक्षमा काम गर्नुपर्ने पक्षमा छन्। प्रधानमन्त्री दाहालले राजसभालाई सरकारमा सहभागी गराउन हरसम्भव प्रयास गरिरहेका छन्। उनी अझै पनि राजसभा सरकारमा सहभागी हुनेमा विश्वस्त छन्। तर लामिछाने भने नै सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रचण्डसँगको सहकार तोड्ने पक्षमा पुगेको विश्वस्त अनुरोधको दाबी छ। लामिछाने अब सरकारमा पनि नजाने अनि दिएको समर्थन पनि फिर्ता लिने गरी अनिर्णयको बन्दी नबन्ने, बरु प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने बोल्ड डिसिजन गर्ने मुडमा पुगेका छन्।